अरू बनाउनु पर्छ जाउँ त्यहाँ बासाको घर चढ्यो भने अनि फेरि खाना त मैल भऱ्यो भने आलु त्यसो गरेर 500 पाल्नु हुन्छ। म यस्तो गरेर हेर्छु यसको शक्तिले ल्याउँछ। देखे बाबुले लेख्छ गरे क्या गर्ने मैले अस्ति रस पनि झरेर रहेछ गर्नु कोही पनि ऊ त्यो नखाए बड्दा गला सुत्यो भने मैले बाबा फेरि गला 12 को त गाइला 12 को त गाइला भिडियो बनाऊ ट्याक्टु भिडियो त बनाइ कायम हैजानु हो अरू बनाउनु पर्छ जाउँ त्यहाँ बासाको घर चढ्यो भने अनि फेरि खाना त मैल भऱ्यो भने मैल सबै छ लसुन के गरे हेर्ने मलाई भइरहेको बाख्रा हान्यो भने गोठभित्र अलि चुलासे जाने भने धानभित्र उठ्यो धानमा धान है आज यता नै ल्याएका गाईला यतातिर गोटा गोटा जङ्गल जाइरहेको आलु त्यसो गरेर 500 पाल्नु हुन्छ मिठो हुन्छ बिहान मैले यो बिलवासन नगरा भनेर बाउले नगरा हो त्यो मजा गरेर खलिन खलिदिनु भनेको खलिदिनु भन्नु म पर जान्छु है अनि चप्पल मैले आइएको
कुराहरू पनि पानी परेको dia turun sana dah kan banyak घरि भाँडा पनि त्यसरी उस्ट्याउँछ आलु पनि त्यसरी उस्ट्याउनु मान्छे देख्ने खुल्ने मेरा हेर्नु भन्दा खुट्टा भात होइन रुन्दैन भात नपाउने क्या हामी जाँड खाए गाईको रुन्दैन हामी खानु न भात नपाउनु त्यसले दुःख हुन्छ सबैले खाना हो क्या खाइदिने हुन्छ खाने मुना लाने हुँदैन गाल गर्ने को छ र ठुलो आफै नि कुल गाल गर्छ किरायले गरेन रे बिहा कहाँ गरे हान्त म त पहिला गरे हान भने सुन्छु बिहा गर्ने उनी हुन् यी भाइ हुँदैन बिहा गर्ने यहाँ पनि अब साइला र जेठा टोकर्नु पर्ने भयो तेरो दाइ उ त कान्छ होइन धेरै खान्छ 22 वर्ष हो 23 हुनु त कति गरे मेरो 1 लाख हो क्या साल उड्ने कति हो क्या तेरो थार 59 को त ऊ हो माइलो 19 वर्ष पुग्यो क्या
र तेरो बुवाले 19 वर्ष बिहा गरेर त पनि बिहा गर्नुपर्छ 19 वर्ष तेरो बुवाले मैले 19 वर्ष यत्रो ल्यान महिना अझै त कत्रो चिन्ना छु अझै त चिन्ना छु भने चाहिँ कत्रो हुन थियो हेर बड्डो भइकन थियो 19 वर्ष ठ्याक्कै बिहा गर्नुपर्छ कान्छ टाइगर हो त 19 वर्ष बिहा गर्नुपर्छ 20 वर्ष त 20 लाग्छ तेरो बुवा 19 वर्ष बिहा गरेको बिहा नगरे पनि दिन लगन काम चलो गरायो बिहा गरायो बिहा गरेर बिहा गरायो कुनले बाबु अहिले के गर्न लागेको तिम्रो भाग्य त खुले हो र अनि गरौँ क्या त तिम्रो भाग्य पनि खुल्यो गरौँ क्या त उल्टा खनी आन्टी ढिलो गरी आज भाग्य खुल्यो कोरोना हाम्रो डुवरको नेपाल पानी पर्ने पहिले चामल हालिदिनु हुने कतिको पर्छ यस्तो ढिलो हुँदैन अहिले मिठो हुँदैन ओ कता खाली कहाँ फाल्यो कहाँ माथि ओ अरे के बाबुजी जार नखानु पर्ने थियो जार होइन कि बडा हाम्रो शरीर कमजोरी छ अहिले जाउँला भन्करा पर्छ म जान्छ आउँछ भनकरा पर्छ बढी कमजोरहरूले कमजोरी नठान हो तिमी सामने परेर राख्नु देखियो के लाग्छ थाहा मिलेन मोरा त्यसलाई देखाइन्छ अहिले म यस्तो गरिरहेको छु हामीले बुवा यस्तो गरेर त्यो खिच्दै रहेछ धेरै मम्मी तिम्रो मन त हुनु बढी खाने मैं थिएँ तपाईँले पनि क्या गर्न मन छ आफैले आफै थाहा हुँदैन अरूबाट मुख हाल्छु मेरो साथ छ हेलो ल्याएर बस किन साल गर्छ
दाउरा हालिदिनु पर्यो के चलन नाही भने भन्छौँ हाम्रो सोसियल त्यस्तो हो कहिले कति कोही बस्नु त गरी बस्ला कोही कुरा चिन्दैन उहाँबाट आम्मा भापले पनि यस्तै यहाँ छोरा जस्तो छोरा छोरा भाषा भापले पनि चिन्दैन नमस्ते बोल्नु त कोहीमा ढोका के भयो भएन उहाँ मिक्सर त कोही भयो भन्ने भयो बुवा त गर्छु किन गर्दैन बुवा अनि कोही मम्मी गर्ने अन्ती गर्ने गर्छु कस्तो भयो अहिले चाल गर्छ गरेन ज्वाइँ भन्ने होइन चाली गर्ने अहिले अहिले पनि त्यति भनेन बस्या काम खेल्नु भेट्यो गराने एउटा छोराहरू अनि हामीहरू है त्यो तेलले भएन तेल बढी खाएपछि पगला लाग्छ तेल भएन ए त्यो कता पनि ल्यान्नु कालै कालो निकालेर मिठो हुन्छ नि मिठाई त हुन्छ जति सेतो खाएन भित्र उनीहरू चाहिँ दिसा हुन्छ तेलको शक्ति ल्याउँछ आगो त कालो छ नि त्यहाँ त बरिया भयो पुरा अब यस्तो आगोले कुकरको खाइदिन्छ वरपरबाट यिनी घबाट जलाइदिन्छ नि कल्पना सोलो गर्छन् होइन लाज मान्ने केही खान्छ माने बोल्ने त्यो कोही साली पठान कोही भाउजू पठान केही जाने यसो आम्मामा गाली नत्र कोही खिजेनै पर्छन् क्या होइन कोही सलासिलो फसिलो हुन्छ चिज छैन सलासिलो किन त्यो उ गर्दैन पछि विवाहमा क्या नाचेर लग्यो त्यो 70 पुगे नि ल्याउँदा पछि शरम पनि हुन्छ क्या शरम हुनु अनि डन्डे भा डन्डे आज बिटो भयो गाई भोलि डुबोस् नि बाख्रातिर मजा पनि पर्ला पर्दैन गाईवाला बाख्रा गाई तर एकचोटि सर्यो एकचोटि ओदार एकचोटि सर्यो त्यो मजा हो म बाह्रवाल जाने गाई त गाई सुल काका छ यति लम्लामा आया खर किन्यो भने हुँदैन बाख्रा त सर्ने बेला चऱ्यो अनि
जति ऊ भए पनि यस्तो पानी परेर ऊ पनि टावर पनि भयो पावर पनि हुनु हो नि खिच्ने ऊ गर्ने चार्ज गर्ने सकिदो तिम्रो साली चुकिने गइने होइन कि त्यो बुढेन सबैले खानै गर्छौ कि भन्छ अनि त्यो होइन टिन ट्र्याक्टरवाला टिन पारे अनि त्यसलाई मस्तै अरे छेउछेउ बोल्ने ठिका छाछेल भए वारी कल्पना बोल्ने रहेछ अनि पार चाहिँ अँध्यारो कुरा मान्ने गर्थी पारी मान्ने गर्थी ड्राइभरहरू हो हामी बिना काममा बड्डाहरू छौँ र के भइकन यहाँ जहाँ चिने जाने अनि वहीँ त निरो हुन्छ त हो म गलन गइकन कस्तो खुट्टाइ गरिदिन्छु भाइ गरम सुनपट्टि भेटायो भने कोही नानीपट्टि भेटायो मैयापट्टि भेटायो कोही बाबै कस्तो गरिदिन्छु हो पाक्नुपर्छ पाएको छैन धेरै कम होइन पानी छैन नदी जानु भयो है देख्दैन माछा थोरै लगाइदिने नानीको ढिल्ली छ माछा यो पानी भेट्दै जानु एक अर्को तिनवटा गिलो भइन्छ टेन्डेन खाने खानाको गिलो बड्डा र बड्डी खाने जस्तो भन्छ गिलो भइन्छ गिलो तिन महिना पाक्छ भने 2 महिना हाल्ने हुन्छ 3 महिना पाक्छ भने चाहिँ 2 महिना हाल्ने हुन्छ हो बनाउनु जान्दिनँ ठिक्कै हाल्ने भयो यो त्यो भाग लगाएको चाहिँ भाग लगाएको भाग चिन्नु भएन र लम्जुङ भेनाले लम्जुङ भेनाले के चिन्नु भएन र भाग लगाएको हामी त धेरै दिन भयो लम्जुङ भेनासँग भेट नभएको
भन्छु छोरा त्यो जिया भन्छ मोबाइल उयो भनिदिन्छु म गतिर छैन हाँसो गर्छु जे भन्छ नखानु मेरो हात म यत्रो भात खानु अलिकति उतार्नु आफ्नो के गर्नु गलत हुँदैन त सब टानी यहाँ है भारी हुने बाली खाने के यस्तो फालिदेऊ के सुग्या भने है अहिले बाहिर चलाउने अच्छा पोल्यो लसुन पोल्यो पानी लागि न यो खोर्सानी खाने छोरा कि भुट्ने कि नभुट्ने भुटेलाउँ क्या खोर्सानी त खान्छ भुट्छ त्यो फुलेपछि मिठो आउँछ बेल